9 बजिसक्यो गाइजहरू ठ्याक्कै म चाहिँ होइन चाँडै उठिदिएको है ठ्याक्कै 9 बज्यो कि आज चाहिँ आज शनिबार हो क्या अरे कहाँ जाने होला आज है अझ कहाँ जाने खै खाना खाने बेला भइसक्यो केटाहरू सबै चोक चोकमा बसिरहेको छ केटी जिस्काउँदै 9 बजिसकेको अवस्था छ र अझै पनि मलाई निन्द्राले नछोडेको कारणले चाहिँ लाइभ आइदिए गाइजहरू लाइभ चाहिँ म यस्तो खासै आउँदिनँ क्या अब खासै बोल्न आउँदैन त्यही कारणले चाहिँ गाइजहरू होइन शनिबार हो क्या अरे अब के गर्ने होला आज अन्त बेरोजगारीलाई कस्तो के गर्ने होला जहिले शनिबारकै हामीलाई चाहिँ हामीले मात्रै मलाई मात्रै हो कि अरूलाई पनि हो है जहिले खायो हिँड्यो है घुम्यो यस्तै छ गाइज होइन बिजोक रमाइलो छ नि के गर्नु हेर्दा हेर्दै होली पनि आउन लाग्यो चाहिँ होली चाहिँ जे होस् डह्रो खेल्नुपर्छ यसपालिको होली चाहिँ काठमाडौँतिर होला जस्तो मेरो चाहिँ पोहोर चाहिँ म कहाँ थिएँ पोहोर पनि यतैतिर थियो क्या अरे 1 वर्ष कति छिटो बितेछ थाहै भएन क्या समय यत्तिकै बितिने के गाइजहरू उठेर केही गरे पनि छैन पुरै मुखसुख चाहिँ भर्खर धोएर बसेको है मान्छे कालो लाइफमा पनि कालो देखिदिने गाइजहरू है बिजोक छ बिजोक हामी त यस्तो हो पुरा होइन भिडियो हेऱ्यो बस्यो आफ्नो भिडियो आफै हेर्ने भन्ने कि लास्ट टाइम गएर जीवनमा एकजना को आउनु भएको थियो भाग्नु भएको उहाँ को आउनु भएको थियो खोइ कमेन्ट गर्नु न हो गाइजहरू कहाँदेखि हुनुहुन्छ हजुरहरू यसो गफ गरौँ भनेको कसैले कमेन्ट गर्नुहुन्न अनि त्यहाँबाट लाइक गरौँ गाइजहरू है ए गाइजहरू होइन होली पनि आइसकेको छ अब पुरा होलीको टी सर्ट त अहिलेबाट लाउन थालिसकेको छु तर यो होलीको टी सर्ट चाहिँ मेरो पोहोरकै हो गाइजहरू पोहोरको होलीको टी सर्ट पुरै धोएर लगाइदिएको है पोहोर चाहिँ खासै होली खेलिएन अब यसपालि चाहिँ होली पुरै धोबी धुलाइ हुनेहरू खेल्नुपर्छ होली खेल्नको लागि चाहिँ म अब ग्रुप बनाउँदैछु गाइजहरू होइन अनि तपाईँहरूसँग नि पुरा भेटेर रोइला रमाइलो गर्नुपर्छ कि होइन पुरा गाइजहरू होइन पुरा अब हामी चिनजान नभएको साथीहरूसँग नै हो कि चिनजान गर्ने सँगै भेट्ने रमाउने के छ र मरिलानु गाइजहरू होइन यस्तै हो गाइज आजकल चाहिँ पुरै म टोटली अब बेरोजगारी नै भन्नु पऱ्यो होइन कामसाम छैन यतिकै बस्ने हल्लिने खाने मात्रै भइरहेको छ गाइजहरू होइन गाइजहरू कस्तो तपाईँहरू आउने जाने मात्रै गर्नुहुन्छ होइन यसो कमेन्ट पनि गरिदिनु होला गाइजहरू यसो लाइक हानिदिनु होला है यो गाइज मलाई चाहिँ खासै लाइभमा त्यति बोल्न आउँदैन लाइभ आएको पनि छैन अब यसो आज शनिबार यसो अल्छी लाग्यो अनि यसो लाइभ आइदिउँ कि भनेर आएको गाइजहरू होइन तपाईँहरू कहाँदेखिबाट हुनुहुन्छ हो खोइ